भारतका प्रधानमन्त्रीलाई म मेरो प्रधानमन्त्री जस्तो लाग्छ। यदि यो देश चलाउन सकिँदैन भने भारतलाई स्टेट बनाउन दिउँ। यो व्यवस्था गर्नलाई साथ दिनुपर्छ, हामीलाई साथ दिनुपर्छ। म त्यहाँका प्रधानमन्त्री र मुख्यमन्त्रीलाई के भन्छु भने तपाईहरु यो यहाँ इन्डियन मिडिया छ भने पुर्याइदिनु होला। लक्कस त सक्यो हैन। के बोलेको दुर्गे दाइ, के बोलेको? भारतको प्रधानमन्त्री तिम्रो प्रधानमन्त्री जस्तै लाग्छ अरे, नेपाललाई भारतमा जिम्मा दियो अरे, भारतको स्टेट बनाऊ अरे। के बोलेको? स्वार्थको लागि जे पनि बोल्दिने? के बोलेको? त्यतिकै पनि इन्डियाले नेपालको तराई भूभागमा पुरा सीमा मिचेर गाँजेको छ। अझै तिमी त्यस्तो बोल्छौ दाइ? के बोलेको? स्वार्थी दाइ, के बोलेको? यो हामी नेपाली भनेको हाम्रो अखण्ड सार्वभौम सत्ता भएको नेपालीहरू हो। तिमी के बोलेको दाइ? तिम्रो स्वार्थको लागि जे पनि बोल्दिने? हुनु त पहिले कति बौद्धिक मान्छेहरू ठुल्ठुला मान्छेहरूले यो त माफिया दलाली के भन्थ्यो, अहिले त हो कि जस्तो लाग्न थालेछ अरे यो दुर्गे दाइ त। अब त दुर्गे दाइ जति छिटो आऊ भने पनि अब नेपालीहरू आउनेवाला छैन। यस्तै बोलाइ हो भने के बोलेको? यो राजनीतिमा लाग्ने मान्छेले यस्तै बोल्छ। देशलाई कसरी सिर उपर राख्ने, देश कसरी बचाउने भन्ने कुरा चाहिँ सामान्य ज्ञान हुनुपर्छ क्या। यदि विकास गराइ नसके पनि